राम राम देवी। राम राम बाबाजी। देवी, आज तिम्रो दरवाजामा स्वयं ईश्वरको रूपमा बाबाजी आउनु भएको छ। केही भिक्षा ल्याएर देऊ। हुन्छ बाबाजी, म तपाईको लागि दक्षिणासँगै फलफुल पनि ल्याएर आउँछु। बुहारी, एक गिलास पानी ल्याएर आऊ त, मलाई औषधि खानु पर्ने थियो। आफै आएर लिनु न, म यहाँ केही काम गरिरहेकी छु। म उठ्न सक्ने भए तिमीलाई भन्ने थिइनँ मैले। नबनेकै राम्रो, म यहाँ तपाईको सेवा गर्न आएकी होइन। पुष्पा, के नास्ता बनाएको भए ल्याउ न। बिहानदेखि केही पनि खाएको छैन, भोक लागिसक्यो। तिम्रो आँखा छैन हो, देखेनौ म कहीँ जान लागेकी छु। भगवानले तिमीलाई पनि चार हात खुट्टा दिनुभएको छ, आफै बनाएर खाऊ न। यो के भनेको तिमीले? महिला भएको घरमा पुरुषहरू भान्सामा कहिले लाग्दैनन्। किन? हामी महिलाहरूले ठेक्का लिएकी छौ तिम्रो सेवा पानी गर्ने, तिमीलाई खुसी बनाउने। भोग लागेको भए आफै बनाएर खाऊ, तर मेरो दिमाग नखाऊ। लिनु बाबा हजुरको दक्षिणा। सधैर्ले खुसी रहनु देवी। ईश्वरले तिम्रो कल्याण गर्नेछन् अनि यो घरमा सुख समृद्धि आउनेछ, घरमा सुख शान्ति हुनेछ। कहिले आउँछ बाबा सुख समृद्धि? जुन दिनदेखि यो घरमा बिहे गरेर आए त्यो दिनदेखि यो घरमा मेरो कसैसँग पुरै मिल्दैन, सबैसँग झगडा मात्र हुन्छ। सुख शान्ति कहाँ छ बाबा? देवी, घरमा सुख शान्ति आफै आउँदैन, घरकी महिलाको बोली व्यवहारले ल्याउँछ। बोली व्यवहारले ल्याउँछ मतलब मैले बुझेन बाबाजी। कुरा सिम्पल छ देवी। जुन घरमा पुरुषको भन्दा ठुलो आवाज महिलाको हुन्छ, जुन घरमा वृद्ध सासू ससुराको अपमान हुन्छ, त्यो घरमा सुख समृद्धि कहिले आउँदैन। त्यसको मतलब मैले गलत गरिरहेकी छु बाबाजी? हो देवी, तिमीले अनजान मानिससँग राम्रो व्यवहार गर्छौ, तर जो तिम्रो घरभित्र छन् पति परमेश्वर माता पितासँग गरेको व्यवहारले यो घरमा सुख समृद्धि धन सम्पत्ति आउन दिएको छैन। अब मैले के गर्नु पर्यो बाबाजी यो सबै ठिक गर्नलाई? धेरै केही गर्नु पर्दैन। आफ्नो पति परमेश्वरको इज्जत गर, घरमा वृद्ध माता पिताको सेवा गर, घर साफ सुग्घर गरेर राख, अनि लक्ष्मी माताको बास हुन्छ, घरमा सुख समृद्धि आउँछ। नमः शिवाय। ओम नमः शिवाय। अब मैले हजुरले भने जस्तै गर्छु। बुढा सुन्नुहोस् त, तपाईको